Hello guys, welcome back to my channel. It's me Dorji Tamung and I'm again back with my another video, and after a very long time back I'm making this video and because of my busy schedule एकदमै बिजी भएको हुनाले कुनै पनि भिडियो बनाउनु पाएको थिएन। आज चाहिँ म एकदमै टाइम निकालेर यो भिडियो तपाईहरुको लागि बनाइरहेको छु है। सो आजको भिडियो बनाउनुको मेन उद्देश्य हाम्रो धेरैवटा कुराहरु तपाईहरुले माझ भन्न छ है। सो वान अफ द इम्पोर्टेन्ट थिङ चाहिँ के छ भन्दाखेरि टु इन्ट्रोड्युस मिस सविता तामाङ। सो तपाईहरुले सवितालाई मेरो धेरैवटा अगाडिको ब्लगमा भिडियोमा देखिराख्नु भएको है। एन्ड बट मैले कहिले पनि एकदमै क्लियरली एकदमै राम्रोसँगले हु एक्ज्याक्टली सविता भन्ने तपाईहरु माझ मैले डिस्क्लोज गरेको थिएन या त तपाईहरु माझ भनेको थिएन है। सो बेसिकली सविताको बारेमा भन्नु पर्दाखेरि सविता एन्ड मी वी आर इन रिलेसनशिप फ्रम पास्ट 4 years है। अहिले 4 years रनिङ भइरहेको छ एन्ड आई होप हामी फ्युचरमा पनि कन्टिन्यू हुन्छौँ भन्ने आशा गर्छु। नट आशा हुन्छ है। एन्ड सो त्यही भन्नु थियो द्याट सविता एन्ड मी आर इन रिलेसनशिप। एन्ड अर्को कुरा चाहिँ के थियो भन्दाखेरि द्याट बिकज आई एम भेरी बिजी दिस डेज, मेरो स्केड्युल एकदमै टाइट छ है। सो बिकज अफ द्याट रिजन मैले कुनै भिडियो बनाउनु पाएको थिएन। सो बिकज अफ द्याट रिजन फ्रम नाउ अनवर्ड्स के हुन्छ भन्दाखेरि सविता विल अल्सो अपलोड भिडियोज इन दिस युट्युब च्यानल है। नट ओन्ली युट्युब च्यानल, अरू सोसल मिडियाको प्लेटफर्महरूमा पनि हामी दुईजना सँगै मिलेर भिडियोहरू अपलोड गर्नेवाला छौँ। सो सिन्स अब भिडियो कन्टेन्ट दुईजनाकैबाट आउने भएको हुनाले हामी जुन हाम्रो युट्युबको च्यानलको नेम छ त्यो पनि हामी आजदेखि चेन्ज गर्नेवाला छौँ। सो आई होप तपाईहरुलाई हाम्रो यो कन्टेन्ट मनपर्छ होला है। सो मन पर्यो भने चाहिँ तपाईहरुले कमेन्ट, सब्स्क्राइब एन्ड लाइक गर्नु चाहिँ नभुलिनु होला। एन्ड अर्को कुरा चाहिँ लास्टमा अर्को कुरा एकदमै त्यो चाहिँ एकदमै के भन्छ त्यसलाई एकदमै खास एकदमै एक्साइटिङ कुरो चाहिँ तपाईहरु माझ हामी ल्याउनुको लागि रेडी छौँ। बट त्यो कुरा चाहिँ के हो भन्नुभन्दा अगाडि चाहिँ हामी त्यसलाई चाहिँ नेक्स्ट भिडियोमा भन्नेवाला छौँ। सो तपाईहरुले त्यो एक्साइटिङ चीजको लागि चाहिँ तपाईले नेक्स्ट भिडियोको वेट गर्नुपर्ने हुन्छ है। त्यसको लागि चाहिँ तपाईले अब नेक्स्ट भिडियोमा चाहिँ अब एक्साइटिङ कुराहरू चाहिँ हामी त्यसमा अझै एउटा छ जो हामी अहिले यो भिडियोमा चाहिँ भन्दैनौँ, नेक्स्ट भिडियोमा चाहिँ हामी भन्छौँ। सो तपाईहरुलाई त्यो एक्साइटिङ कुरा चाहिँ के हो भनेर सुन्नु चाहनुहुन्छ भने चाहिँ यु हेभ टु वेट फर नेक्स्ट भिडियो एन्ड till then stay tuned with my channel.